केही भन्दा पनि यो चार्ज गर्दै छ अझ यो भिडियो अलि राम्रो छ मोबाइल कति ल्याउनु पर्यो नि पैसा ब्याङ्कमा राख्नु तीनटा त्यो आँखा वा चाहिन्छ गति लाउनु हो यस्तो तीनटा आँखा वा चाहिन्छ भोलिपर्सि हाम्रो छोराछोरी गयो अझ तीनटा आँखा हालेर
आइज भन्नु पर्यो पानी खोले हम तो अलिकति हनुमान आइगयो थोडी चाहिँ मलाई आउँछ सीधा हटिया हाल्ने सानोलाई जिरो भनेर लाग्छ तल घरमा नाउँ लाग्छ धेरै छेउमा नबस है भिडियो चाहिँ हामीलाई पनि पठाउने नि फेरि ब्राइन्डेस ए तिमी लाइभ हो सृजना लाइभ हो अलिकति ब्राइन्डेस बढाउँ न केटो यसलाई पो एउटा भजनको त्यो गाउँछ ए विनोद
भाइ आमा हेरे भिडियो बनाउनु लाग्छ विनोद लाउनु लाग्यो बारी र बारी दुईटा धुमेर बसिने कति उठिने त्यसलाई कति कन्ट्रोल गरेर बसेको त्यो केटोले सक्छु कि भन्ने चाहिँ कन्ट्रोल गर्न खोजेको भाइले के विनोदले सक्छु कि भनेको मोरै सक्दैन त पानी चाहियो अरे केटोलाई पानी चाहियो खै पानी भाँडा कहाँ राखे बाउजी भाइ जस्तो लाग्छ एउटा हुनुमा चाल्ली उब्रियो एउटा हनुमान भागिसक्यो अब यता राजमा भागिहाल्नु भने भिडियो बनाउनु हुँदैन हो कहाँ हो त राजे
उडाएर लाँदै थियो उता एउटा बुढो जटायु आकाशतिर भएर आराम नारायण रमाइलो भएको छ सानो रमाइलो भएको छ भाइहरू भन्न आएर दाइ भाइलाई तिमीहरू छुटिहाल्यो भने छिटा खै तँलाई नि आ हो त छैन सीतालाई हरेर रामचन्द्रसित लडाईँ गर्नु थियो कि मोर्नु थियो कि मार्नु थियो अब यिनलाई गाह्रो हुन्छ घरालो र तिनटीको एउटा मात्रै भनेको त अहिले कति गाह्रो हुन्छ उनलाई कृषिको कति गाह्रो मान्ने नमानेर पाएर लडाउनु पर्ने अवस्था हुन्छ शान्त एकदम शान्त भगवानको लीला हाम्रो पनि हनुमान हामी पनि नाच्यौँ हामी खेल्थ्यौँ हामी कति राम्रोसित खेल्थ्यौँ जे भन्यो उनी मान्यो अहिले भन्दा के रमाइलो हुँदैन नि शान्त शान्त
कन्ट्रोल सबै स्कुल कता माग्नु मलाई डर लाग्यो पहिला नै हामीलाई मलाई त्यहाँ भने होइन सीता खोज्न जागेर जुरुकै उतार बोकेर लाने हो र हनुमानहरूले मेरो सफल त काहीँ
सबै गाउँ चार्ने सारा कुरा थाहा हुँदो रहेछ हामी त सबै चारेर हिँड्दैनौँ नि त अनि म हाँसेको देख्दाखेरि भन्न लागेछ कि हे मनुष्य हो अहिले मलाई त के परेको छ र भर्खरै कुरो लिएर आएको फेरि भर्खरै लिएर आउँछु अहिले कस्ता दुःख हप्नु ए फेरि अर्कोलाई नि सुरु भइसक्यो नारायण पर्नु महाराज पनि वनवास छोरालाई लोक भएको रहेछ महाराज रामचन्द्रलाई थाहा थिएन हाम्रो उपाय केही छैन 14 वर्ष त हामी वनवासै हो भनेर त्यहाँबाट पनि हो जाली किसिनापुरीतिर भनेर नातिर बाटो थियो भिड नारायण हे राम गए सरासर गए सरासर हो गए सरासर महाराज श्रीमती दाजुले लाने भाइले लाने अवस्था परम्परा नै होला सुग्रीवलाई सुग्रीवसित बालीले सुग्रीवलाई खेलेर तारालाई आफूले लिएर राज्य बजाएको रहेछ महाराज सुग्रीव एउटा ठाउँमा पर्वतमा गएर सैन्यले सुग्रीव मातङ्गजीको श्राप परेको त्यो डाँडामा चाहिँ बाली जान नहुने रहेछ र चाहिँ माताजीले त्यहाँ बसेको नत्र भने त्यतिखेर सुगैले त्यहाँ पनि बस्न नपाउने थिए महाराज रामचन्द्र त्यतिखेर जाँदै हुनुहुन्थ्यो सुग्रीवले पनि यसो हेरी ल्याउँदाखेरि नारायण हे राम देखे आइरहेका छन् तिनीहरू हाम्रा सहयोगी हुन् कि शत्रु हुन् गएर सारा कुरा बुझेर आऊ भनेर नारायण राम गए सरासर हेर लौ गए सरासर हो गए सरासर हरे राम गए सरासर हो
पवन पुत्र हनुमान गएर त्यो मनुष्य कहाँ गएर हजुरहरू को हुनुहुन्छ कहाँबाट आउनुभयो कहाँ जान लाग्नु भएको भनेर त्यो हामी अयोध्यामा बस्ने दोस्रो हामीलाई सीतालाई हरेर लिएर गयो हामीलाई चाहिएर आयो भनेर सारा रामचन्द्रले त्यो बेलामा नारायण एउटा हनुमानले बिपरी कहाँ राखेर दुई भाइले फुके कति बलियो कति शक्तिशाली हनुमान हो पानी खाऊ चाँडा गिलास लिएर जा साथी तपाईँलाई मैले मेसेज गरेँ राति त भनिरहेको थिएँ त मैले हाम्रो ठुलो निस्के त हो निस्क्यो
रामचन्द्र बाजी र सुनि बोल्दै अनुहार महाराज बडानो भेटे आफ्नो मित्रले बन्दै रामचन्द्रलाई सारै महाराज रामचन्द्र उहाँले पनि अब के गर्दा नि भएन पानी भागेन गए महाराज रामचन्द्रले फेरि भन्नुभयो कि दक्षिणलाई जस्तो अवस्था भयो दाइलाई जोड्यो अनुहार मलाई थाहा थिएन हनुमानलाई भन्नुभयो कि रामचन्द्रले हे बाबु हनुमान माला उनीहरू चढा है भन्ने गरेर चुला सबैलाई हनुमान आउनु खोजेको मान्छे एकदम खुसी भएर Look, you so fast.
सबैजना पढ्यो मोबाइल अफ ए बाबा ल म खाना न किन गएर के भयो
भिडियो बनाउनु लाई तपाईँले गराएर भिडियो बनाउनु भनेको भिडियो कसलाई ल्याउनु खै कसलाई हो त्यो बहिनीलाई मलाई लान्छ भने ए भगवान यो बेला मोबाइलमा चार्ज दियो कस्तो अप्ठ्यारो पर्यो मलाई यति ठाउँ देऊ अब यहाँ त हर्दिने हेरेँ यहाँ ठाउँ छैन उसलाई त उहाँ ताने अर्कोलाई तान्दाखेरि उसलाई त सुशीला पर्यो हो कि रमाइलो लगाइरहेको थियो ऊ त्यो एउटा सुशीलाको को आफन्त हो कि क्या हो कि मलाई त रमाइलो लागेको थियो रमाइलो लाग्यो म त नाच्दै गएर हो रे क्या अहिले त्यहाँ भगवान नाच्न लाउनुपर्छ अलि यसो गर्न होइन कतिवटा रहेछ नि हनुमानहरू पनि 6 जना एउटा भाइलाई यस्तो को फेरि कसलाई तान्यो फेरि फाक गर्थे मलाई फलफुल खोजी ल्याउ कुरा भने त सबै त्यो लौ न खिचौँ न यार
हामी नि भजन छन् मन्त्रीहरू रोटी ल्याउनु अलिकति सबै खेर फाले सबै झारे खान सकेन खाले खाने खान्न अनि बान्की भने यसरी होइन नि खै के लिनु भयो नबिच्राउनु होला भन्नुभएको छ क्या भिनाजुले आइसकेको होइन खाले रहरै भन्छ ठिक छ रमाइ अब कति वर्ष रोटी खानु हुने रहेछ एउटा रोटी खानु पेट भारी खाऊ खाऊ पेट भारी खाऊ खाऊ पेट भारी कहाँ गयो भोक लाग्यो होला खाऊ खाऊ पेट भारी खुवाइदेऊ क्या बेला बेला दीपक दाई यो हनुमान चाहिँ विनोद कृष्ण दाई अनि विनोदको भाइ अनि त्यस पछाडि रक्षको एउटा भाइ अनि हाम्रो गायत्री आन्टीको भाइ है अब तपाईँ त्यहीँ बसेर हेर्नु है अनि भन्ने मैले ढल्यो ऊ त्यो भाइ त ढल्ला जस्तो खालके ऊ त्यो माइल भाइ त धेरै बेर हो नि त
त्यो त अहिलेदेखि हो त अनि त्यो त ढल्नला जस्तो हुन्छ मन्दिरलाई पनि रमाइलो छ रमाइलो हुँदैन रमाइलो छ अरू चाहिँ रमाइलो छ तर यहाँ सान्दाईको अभाव छ सान्दाई विरोधमानले पनि एकदम हर्षित मन गरेर नारायण हरि राम हुन्छ भनेछन् अब हनुमान थन्किँदै लगो हनुमान उखे छ आफ्नो आफ्नो जाऊ भन्नु पहिलो भाइलाई त कस्तो गाह्रो भइसक्यो के खोज्या शङ्ख खोज्या सक्छ कि नै भिनाजुलाई राम्रो लगाउनु चान्दाई अब त पोखरीको माछा सक्यो अरे कि नत्र चाहिँ भन्ने भने हो तर अहिले पोखरीको माछा चाहिँ सक्यो अरे त्यही भएर अहिले नभन्ने अरे है
छोडेसँगै गाह्रो त बिचरा गाह्रो भइरह होला नि कस्तो आउँदो रहेछ मामाले यस्तो गुरुले गर्दा नि होला त सानै माछा ल्याउने भन्दा भन्दै हनुमानै गयो के केयरनी रहेछन् कसैलाई भाइले छोड छ्याङ्गै भयो अब निन्द्रा लाग्दैन अब हामी भजनले गरेर जति यहाँ राख्छौँ भजनै भन्दा नाच्ने अब थकै मार्नु पर्यो खाजा खुवाउनु पर्यो ब्रेक गरेर के ब्रेक ल हार्दाले पो बिस्तारै नै आउला चाहिँ के हो बिस्तारै नै आउला अहिले त आउँदैन अहिले भने अरू बुवालाई हो आउने डेन्जर आयो माइलो बिचरा गाल माइलो अहिले बस्नु पाएछ भने चौराला बस्नु बस एकछिन बस सानै बस भने एकछिन किन उठेर लाग्दै गाह्रो भयो सानो मान्छे डेन्जर बिस्तारै आयो अहिले जान गाह्रो भयो म त आउँछ ठ्याक्कै यहाँ त्यस्तो हुन्छ है विनोदलाई चाहिँ आँखा चिम्लै चिम्लै थियो त्यो कति भाइलाई आथेन ए आज पहिलोचोटि हो होइन मैले त भने नयाँ मान्छेलाई आज आयो भनेर डेन्जर आयो उसले धेरै बेर आयो नि त मन
यसलाई